जता गयो त्यतै रवि दाईलाई जनताले कति धेरै माया देखाउन् भनेको के। ए भगवान, विरोधीहरू त यो चुनावसम्म त रहँदा पनि रहँदैनन् होला नो, यति धेरै माया दिएको देखेर। विरोधीहरू भने दिनरात मिडियादेखि लिएर भाषणमादेखि लिएर यताउता भका भरौटेहरूलाई त धरिराखेर होइन विरोध गर्दैमा हैरान्छ। यता भने जनताले पनि यति धेरै माया देखाएका छन्। कास्कीमा, साङ्जामा, पाल्पामा कति धेरै माया दिनुभएको जनताहरूले भनेको के। उहाँसित झन् म जस्तै हुनुहुँदो रहेछ कि रवि दाईलाई देख्ने बित्तिकै रुनी के। म नि त्यस्तै हो, रवि दाईको भिडियोहरू देख्दाखेरि आँखाबाट बर्रै आँसु आउँछ कि। यति दुःख त देखेन यिनीहरूले। तर यसपालि जनताले भने अवश्य पनि यो हिसाब किताब गर्नेछन्। यो समय हामीले इतिहास लेख्ने समय हो। तपाईँहरूको आफ्नै हातले इतिहास लेख्ने अब। यो इतिहास तपाईँहरू लेख्न सफल हुनुभयो भने देश पनि पक्कै परिवर्तन हुन्छ। जनताको माया कहिले घट्नेवाला छैन रवि दाईलाई। तिमीहरूले लगाएको झुटा मुद्दाले तिमीहरू सकिँदैछौ, तर जनताले भने रवि दाईलाई माथि लिएर गएका छन् के। यदि साँच्ची नै रवि दाई झुटा हुन्थे भने आज यो ठाउँमा जनताहरू यसरी उभिएर रवि दाईलाई माया गर्थेन होला के। हामीलाई त झोले भन्छौ नि, यी जनताहरूलाई चाहिँ के भन्छौ, बुढा पाका बच्चाहरूलाई चाहिँ के भन्छौ तिमीहरूले।